हावाको झोला। एउटा गाउँमा हावादाई बस्थे। हावादाईसँग एउटा झोला थियो जसमा उनी पानीको भाप राख्थे। गर्मीमा के भयो? एक दिन गर्मी आयो, घाम लाग्यो, हावादाई तातो भए। तातो भएपछि उनको झोला फैलियो र ठूलो भयो। ठूलो झोलामा धेरै भाप हट्यो। नदीबाट, खेतबाट, मान्छेको पसिनाबाट भाप आयो र झोलामा भरियो। झोला भरिभरि भयो। अब हावादाई हिँड्दा मान्छेलाई लाग्थ्यो, आज किन यति चिप्लो लाग्छ? हो, यही नै हो बढी ह्युमिडिटी। त्यसपछि जाडोको मौसम आयो। जाडोमा के भयो? जाडो आयो, हावादाई यसपालि चिसो भए। चिसो भएपछि उनको झोला खुम्चियो र सानो भयो। सानो झोलामा थोरै मात्र भाप हट्यो। बाँकी भाप झोला नहटेपछि शीत बनेर झर्यो, हुस्सु लाग्यो। अब झोला खाली खाली भयो। झोला खाली खाली भएपछि मान्छेलाई लाग्दो थियो, आज किन छाला सुक्छ, ओठ फुट्छ, घाँटी दुख्छ? हो, यही नै हो कम ह्युमिडिटी। जाडो आएपछि घरभित्र हिटर खोल्दा के भयो? जाडो छ, हिटर खोल्नै पर्यो। हावादाई बाहिरबाट घरभित्र आए र त्यो सानो झोला देखायो। सानो झोलामा थोरै भाप थियो, तर थियो। अनि घरको मान्छेले हिटर खोल्यो। हावादाई तातिए। तातिएपछि झोला फेरि फैलियो र ठूलो भयो। तर नयाँ भाप अब कहाँबाट आउँछ र घरभित्र, होइन? त्यही भएर झोला ठूलो भए पनि भाप उति नै थोरै रह्यो। ठूलो झोलामा थोरै भाप भएपछि झोला एकदम खाली भयो। अब हावादाई घरभित्र हिँड्दा छाला झन सुकियो, ओठ झन फुट्यो, घाँटी झन दुख्यो। हिटरले गर्मी दियो तर हावालाई झन सुक्खा बनायो। त्यसैले उपाय के त? उपाय घरभित्र हिटर खोल्दा भाँडोमा पानी उमाल्नुहोस् वा भिजेको कपडाभित्र सुकाउनुहोस्। त्यसबाट भाप निस्किन्छ र तातिएको हावादाईको झोला अलिकति भए नि भरिन्छ र छाला सुक्दैन। सारांशमा भन्दाखेरि ह्युमिडिटी भनेको हावादाईको झोलामा कति भाप छ भन्ने एउटा माप हो।